हेलो गाइस म चाहिँ फागुने निस्किसकेँ है कसम यार यति ढौ भएको छ कि यार भन्नै सकिने फागुने निस्किसकेँ है यता ढोरपाटन पर्छ होइन यता फागुने निस्किसक्यो होइन फागुनेको धुरी लामो मुजी धुरी चिने कति त भयो धुरी निस्किन लाग्ने के को धुरी हो कि लामोको जरा धुरी हो गाइस है हामी जाने चाहिँ यो धुरीको परिगएर खोलामा जाने हो कि गाइस है यहाँ यो चाहिँ फागुनेको धुरी भन्छ होइन म चाहिँ लास्ट हो गइरहेको हेलो गाइस यहाँ चाहिँ हाम्रो फागुने देउराली ज्वाइँ साहब चाहिँ हल्का रमाइलोले यहाँ घोडा अनि भैँसी लिएर आयो रमाइलो भयो थोड़ा दुःख पनि भयो तर यहाँ आउँदा चाहिँ रमाइलो भयो हेर्नुस् हाम्रो फागुने देउराली यता हिमालहरू छन् खतरा छ यता हामी चाहिँ जाने चाहिँ म चाहिँ जुम गरिदिन्छु होइन म पहिला भारी बिस्ताउँछु फेस्टिभल टाइप त गाइस खै वीरेन्द्र गयो यार हामी चाहिँ यहाँ चाहिँ भारी बोकेर आउनु यहाँ चाहिँ त्यो बेसी भन्छ होइन म जुम गरिदिन्छु हामी जाने चाहिँ त्यहाँ धुरी निस्केर त्यो परिमुर्छला भन्छ होइन त्यो कुहिरोको तल जरामा हामी चाहिँ जाने हो यहाँ माथि होइन अनि यहाँ चाहिँ अब यो सिधै तल गएपछि खोला ठरी छ यहाँ बाटो देख्न सक्नुहुन्छ नि यो बाटो हामी ठाडै जाने हो क्या यहाँ चाहिँ जुन यो चाहिँ त्यो पाल तानेको चाहिँ बेसी भन्छ यता चाहिँ अब टल्ली यता चाहिँ यहाँ मुर्छला जान्छ यतादेखि चाहिँ टिकटहरा जान्छ उहाँ चाहिँ धुक जान्छ यता चाहिँ हाम्रो ठाकुर हुँदै मैकुट जान्छ फेरि है यता चाहिँ के छ हजुर बिजोग छ हजुर थकाइ लागिरहेछ एकदम वीरेन्द्र त बेसी झरिसक्यो के हो खै अझैसम्म देखेको छैन गयो धारा परि जाओस् भात पकाएर राख्ला हुन त चामल मसँग छ फेरि हामी चाहिँ यतै यो चाहिँ फागुनेको देउराली काटिसकेछौँ है गाइस मान्छे हुनुहुन्छ ऊ त ज्वाइँ यहाँ भाइहरू के भन्ने न यार केटा हो के छ खबर ठिकै छ कोही तिमी त सल्लाह जत्रो अग्लो छौ बसेर भन के यार नेक्स्ट भिडियो चाहिँ हामी तपाईँलाई म देखाइदिन्छु होइन त्यहाँ पुगेर बनाइदिन्छु है गाइस ल हेलो गाइस म चाहिँ यहाँ यता के अरे एउटा फागुनेतिर डाँडा काटेर यहाँ छु बल्ल काटेँ यहाँ आएर यता देखाइरहेको छु यहाँ दाइ भर्खर आउनुभएको छ लास्टै दौ भयो हामीलाई चाहिँ यहाँ भारी टन्नै छ दाइको अनि त्यही भएर यहाँ झरेको छु अब हामी जान्छौँ बेसी झरिसकेको छ नि केटाहरू ल अब हामी चाहिँ खोलाथरी बस्ने कुरा भएको छ हामी सायद जान नसके खोलाथरी पुग्छौँ होला बिहान बाहिर आउनु सक्छौँ ल म चाहिँ अब दाइ ल हिँड्नुहोस् तपाईँ यो बाहिर पुगेर जान्छु म है गाइस है त हेर्न सक्नुहुन्छ नेक्स्ट भिडियो हामी चाहिँ अब छुट्टिन लागेको छौँ हामी चाहिँ सेसुन पुग्ने उनीहरू चाहिँ के अरे ढाड खर्का पुग्ने अब बासा चाहिँ यतै हुनसक्यो होइन रे भाइ के छ र होइन के छ के त ढाड खर्कातिर बस्ने हो त सेचुनै पुग्ने म ढाड खर्का बस्छु के हो केटा म त हिँड्न सक्दैन हुन्छ बरु यार ढाड खर्का ऊ त हरियो डाँडा काटेर त कुहिरोको जरामा पुग्नुपर्छ सेचुन त झन् माथि यार त्यस्तै छ गाइस वीरेन्द्र उहाँ बेसीमा झरेर गोरुहरू गाई चराउँदैछ हाम्रो भैँसी त्यहाँ छन् ती ठुल्दा आउनु भएको छैन त्यही भएर उभिरहेको छन् यस्तै हो यार लास्टै भइसक्यो यार अब यस्तै त बुकीमा आएर नि मात्ने भनेकै हामी होला सायद यार निन्दा लगाइसक्यो रे अब के गर्ने अब जानी हो होला अब छुट्टिने दिन आइसक्यो कसरी छुट्टिम भन्ने भएको छ यहाँ के गर्ने यार मोडा कहाँ केटा यार यहाँ चिल उडिरहेछ यार कता गयो मादर चाहिँ देउराली काटो त्यसलाई खिच्दैन यार लगाइस अब चाहिँ हामी सेचुन पुग्छौँ सेचुन चाहिँ आउने हाम्रो कोही छन् नातिनीहरू त्यहाँ छन् मान्छेहरू है